प्रभु यीशु ख्रीष्टको नाउँमा तपाईहरु सबैजनालाई जय मसीह। म तपाईलाई एकदमै स्वागत गर्छु। यो एउटा नयाँ सिजन भित्र हामी बसिरहेको छौं अनि हाम्रो नेपाल राष्ट्रमा अनि हाम्रो जातिमा परमेश्वरले शक्तिशाली आत्माको बहावला ल्याउन लाग्दै हुनुहुन्छ। जसै म केही महिना अगाडि म प्रार्थनामा बसिरहेको थिएँ, त्यो बिहानी 5 बजेको समय थियो अनि पवित्र आत्माले मलाई एउटा यस्तो खालको दर्शनलाई देख्न दिनुभयो। अनि त्यो दर्शनमा कस्तो थियो भनेदेखिलाई पहाडको बीचबाट यस्तो डरलाग्दो पहिरो बाढी एउटा पानी बगिरहेको थियो अनि प्राय त्यो बाढीमा पानीहरू यति साह्रो धमिलो हुन्छ नर्मल्ली हेर्दै गर्दा, तर मैले त्यो नक्सानमा यति साह्रो त्यो बाढी चाहिँ त्यो धमिलो थिएन, तर यति साह्रो साङ्लो थियो। अनि जसै त्यो मैले दर्शनलाई देखेँ, पवित्र आत्माले मलाई के कुरा भन्नु भने अब नेपालको सिजन आयो, एउटा आत्माको बाढी आउन लाग्दैछ। प्रभुले यो कुरा भन्नुभयो, भन्दै दिपेश अब नेपालमा चाहिँ आत्माको ठुलो एउटा बाढी ठुलो नदी आउन लाग्दैछ, जुन नदीले चाहिँ शत्रुले बनाएको हरेक रणनीतिहरू, शत्रुले बाँधेको बन्धनहरू, शत्रुले लगाएको जुवाहरू, आजको दिनसम्म नेपाललाई सतीले सरापेको देश भनिकन निर्दोषको रगतले सिचिएको देश, आज नेपाल आमाको आँसुले लिपिएको देश भनिकन मानिसले भन्यो। हरेक भागमा कर्जले डरलाग्दो एउटा श्रापले बन्धन बनायो। तर पवित्र आत्माले यो कुरा भन्नुभयो, यो बाढीले, यो आउँदै गरेको आत्माको बाढीले अब सबै शत्रुको श्रापहरूलाई, बन्धनहरूलाई, जुवाहरूलाई अब टुक्रा टुक्रा पार्न लाग्दैछ, बगाएर लैजान लाग्दैछ भनिकन प्रभुले यो कुरालाई भन्नुभयो। अनि म तपाईलाई एकदमै स्वागत गर्छु। यो आउँदै गरेको 12 तारिक अगस्त 2026 यानी कि श्रावणको 27 गते हामी एक दिनको एन्ड टाइम वाचम्यान ग्यादरिङ हामी पूर्वी मोरङमा गर्दैछौँ। अनि सम्पूर्ण नेपाल अधिराज्यभरि हुनुभएको हाम्रो सम्पूर्ण प्रार्थनाको योद्धाहरू, पास्टर लिडर्सहरूलाई म यही भिडियो मार्फत म तपाईँलाई स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी भेला हौँ। परमेश्वरले हाम्रो नेपाल राष्ट्रमा पहरेदारहरूलाई तयार गर्दै हुनुहुन्छ अनि हामी यो एउटा अन्तिम दिनको पहरेदारको महासभामा हामी तपाईँलाई स्वागत गर्छौँ। सो तपाईँले नछुटाउनु होला, समय कम्ती छ अनि यो समय कम्ती हुँदा नै हाम्रो राष्ट्र, हाम्रो जातिको निम्ति स्वर्गले एउटा पहरेदारलाई नियुक्त गर्दै गर्नुहुँदा हामी यो दिन स्वर्गले जुन शक्तिशाली कुरालाई गर्न लाग्दै हुन्छ, हामी त्यसको गवाही बन्नको निम्ति हामी त्यो ठाउँमा भेला हुनेछौँ। हाम्रो जति पनि जानकारीहरू हाम्रो स्क्रिनमा हामी हालिरहेको हुन्छौँ, तपाईँहरू त्यो स्क्रिनमा हेरिकन तपाईँहरू सम्पर्क गरिकन हामी 12 अगस्तमा 2026 हामी भेट्नेछौँ। जय मसीह, सलाम।